माया गरिदिनु होला सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला हजुरहरुलाई पनि भन्दैन तलको भ्यू उता चाहिँ घर छ मेरो सो दिदी हामी के खोज्न आएको रे यो के हो यो यसको नाम चाहिँ थाहा भएन मलाई के भन्छ यसलाई यस्तो यो खास तपाईलाई गाउँको मान्छे किन अडिलो एकदमै साहसी हुन्छ यस्तै खाने गर्छन् के मान्छेहरूले हाई गाइज त न्यू डे न्यू ब्लग सो म चाहिँ अहिले गाउँमा छु र यु क्यान सी द भ्यू तपाईँले पछाडि देख्न सक्नुहुन्छ र यहाँ हेर्नुहोस् एकदमै नेचुरल भ्यू र आज हामी चाहिँ अब यसो जङ्गलतिर जाउँ घुम्नलाई यहाँ दिदी हुनुहुन्छ सो आज इन्जोय गर्नेवाला छौँ हामी आज के हुनेछ सबै आज भिडियोमा देखाउनेवाला छु सबैजनाले हेर्ने होला लेट्स सी ल हामी चाहिँ निस्क्यौँ पछाडि अगाडि हेर्नुहोस् पानी पर्ला जस्तो लाग्यो आज त ओ निस्क्यौँ हामी दिदी पछाडि गाउँलेको नेचरल भ्यू आज हामी देखाउनेवाला छौँ अब के हुन्छ सो म चाहिँ यहाँ चाहिँ धेरै थाकेँ मलाई त यति चढ्दा पनि है पछाडि हेर्नुहोस् उता गाउँले मान्छेहरू काम गर्दैछ र म चाहिँ यहाँ माथि जङ्गलमा थियो छोटा काम भएर हो भर्खर भए घाम लाग्ला चाहिँ अब तपाईँलाई देखाउनेवाला नै छु सबै कुराहरू आउने बाटो चाहिँ यहाँदेखि यसरी आएको हो र यहाँ माथि आइपुगेको छु अझै माथि जानु छ धेरै थाकिसकेँ म चाहिँ सो तपाईँले पछाडि देख्न सक्नुहुन्छ मान्छेले काम गरिरहेको छ उता एकैछिन है त हेर्नुहोस् खेतहरू पुरै यस्तो छ पुरै गाउँमा भर्खर घाम लाग्न लाग्छ हेर्नु होला सबैजनाले नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई पनि दबाउनु होला दिदी माथि हुनुहुन्छ एकचोटि माथि जाउँ भेट्यो ल म चाहिँ यहाँ किन आएको भन्दाखेरि दिदी हामी के खोज्न आएको रे यो के हो यो यसको नाम चाहिँ थाहा भएन मलाई के भन्छ यसलाई यस्तो यो खोज्न आएको रोटीमा हाल्ने चाहिँ यो हालेपछि रोटी एकदमै के भन्छ तपाईहरुको यो भाषामा क्लोडा हाम्रो भाषामा क्लोडा किनभने यो रोटीमा हालेपछि एकदमै नेचुरल हुँदो रहेछ के यसको नाम अब भनौँ न कि औषधि दबाई यसको दबाई भनौँ अब सोडा त पाइन्छ होइन बजारमा त्यो चाहिँ अलिक मिठो हुँदो रहेछ होइन यसले चाहिँ एकदमै गाउँले हो अब नेचुरललाई खानु पर्यो त्यही भएर आएको छु जङ्गलमा अब खास तपाईँलाई गाउँको मान्छे किन अडिलो एकदमै साहसी हुन्छ यस्तै खाने गर्छन् के मान्छेहरूले अब जाने चाहिँ कसरी आउनु त आयो अब यस्तो पुरै पहिरो गएको छ हमको सिकाएर आएर है ल हेर्नुहोस् यहाँ फेरि कुखुराको एकदम फाइट परिरहेको छ ल हेर्नुहोस् कसले जित्दो रहेछ है हेरौँ ल त्यही हो ल म चाहिँ गएर घरमा आइसकेको छु अब यो लिन गएको थियो किन म अब यसलाई केलाउने छु त्यस पछाडि रोटी पकाउने छु है सो हेर्दै जाउँ भित्र धमक्का फाइट परिरहेछ हौ फाइट भएर ल त्यो आज हामी खानासाना खाएर अब आजको ब्लग सुरु गर्नेवाला छु अब ठेला गाइज हाम्रो भाइलाई माया गरिदिनु होला सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला हजुरहरुलाई पनि भन्दैन युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् नयाँ हुनुहुन्छ भने बेल आइकनलाई पनि दबाएर हिट गरिदिनुहोस् ताकि मेरो भिडियो सबैसम्म पुगोस् दिदी हुनुहुन्छ हजुर गरिदिनु होला हाम्रो भाइको ब्लगलाई हामी खानासाना खाउँ त्यसपछि आज हामी के काम गर्छौँ सबै देखाउनुवाला छु यो ब्लगमा अब भिलेज ब्लग हो केट्याउँ